अब कान्छी बुहारी आरतीतिर लागौँ है त। उनको चरित्र पनि खै कम्ता उल्झनपूर्ण छैन। एकातिर घरको काममा खट्ने मेहनती देखिन्छन्, तर अर्कोतिर त्यो बोली, त्यो व्यवहार, मुख मात्रै छुच्छो भने जस्तोले सबैलाई बिझाउँछ। बुवाले काँचो माटो भन्नुभए झैँ साँच्चै सुध्रिन समय लाग्ने नै हो कि उनको समस्या अर्कै छ? उनको त्यो मेहनत र छुच्चोपनाको विरोधाभास त छँदै थियो, तर सबैलाई स्तब्ध पार्ने कुरा त त्यो नक्कली गर्भावस्थाको लामो नाटक रहेछ नि। यहाँ एकदम चाखलाग्दो प्रश्न उठ्छ, उनले यस्तो किन गरिन् होला? के परिवारको ध्यान खिच्न मात्रै, अथवा अरू केही गहिरो कारण छ कि? हो, या यसले बच्चा जन्माउनै पर्ने त्यो सामाजिक दबाव अनि त्यसले महिलामा पार्ने मानसिक असरतर्फ पनि सङ्केत गर्छ कि? यो पनि सोच्न सकिन्छ। जनरली त आरतीको व्यवहारलाई डिप्रेसनसँग जोडेर हेरेका छन् नि। गल्ती गरेर पनि तारिफ खोज्ने, मुड घरिघरि बदलिने। तर के डिप्रेसनले मात्र यस्तो लामो समयको मतलब योजनाबद्ध धोकालाई व्याख्या गर्छ त? आरती आफैले पनि आफ्नो व्यवहार नियन्त्रणमा नरहेको र म सुध्रिन चाहन्छु भन्नुले केही हदसम्म आत्मबोध भएको त देखिन्छ। त्यो त हो। चन्द्रले समस्या बुझेर साथ दिन खोज्नु सकारात्मक पक्ष हो निश्चय पनि, तर त्यो नक्कली नाटकले परिवारभित्र विश्वासको जुन सङ्कट ल्याइदिएको छ नि, त्यो मेटिन त पक्कै समय लाग्छ। यसले पनि परिवारको समग्र सङ्घर्षमा थपेको छ क्यारे। परिवारको कुरा गर्दा आमाको पीडा साँच्चै मन छुने खालको छ। मैले सन्तानलाई संस्कार दिन कहाँ चुकेँ भनेर आफैलाई प्रश्न गर्नु, अनि त्यो सधैँ मलाई मात्रै सन्तानको सन्ताप किन भन्दै बिलौना गर्नु, यसले त्यो परिवारको केन्द्रमा रहेको गहिरो दुःख देखाउँछ। यो भागले एकदम प्रष्ट पार्छ कि कसरी एउटा सदस्यको व्यवहारले, उसको निर्णयले पुरै परिवारको शान्ति र सन्तुलन भङ्ग गर्छ। चाहे त्यो सगोलको सम्पत्तिको तनाव होस् या एकअर्काप्रतिको जिम्मेवारी बोध र समझदारीको कमी हो नि। शिव हराएपछि बुवा हारगुहार माग्दै छिमेकी सम्धिका पुग्नुभयो नि, त्यो दृश्यले पनि बाउआमाको त्यो कहिल्यै नसकिने पीर देखाउँछ। यो चक्र कहिले टुङ्गिएला जस्तो। साँच्चै यो भाग त शिवको अनिश्चित भविष्य, आरतीको त्यो मनोवैज्ञानिक र व्यावहारिक जटिलता र समग्र परिवारमा व्याप्त त्यो गहिरो तनाव, त्यो सकसको बीचमा नि टुङ्गिन्छ। धेरै प्रश्नहरू अनुत्तरित छोडेर। हो, संवादको कमी अनि बढ्दो असमझदारी, यसले कसरी सम्बन्धहरूलाई झन जटिल बनाउँदै लैजान्छ भन्ने एउटा आइना जस्तै भएको छ यो भाग। यसले एउटा महत्त्वपूर्ण प्रश्न उब्जाउँछ जस्तो लाग्छ, जुन श्रोताहरूले पनि मनन गर्न सक्नुहुन्छ होला। यो परिवारमा देखिएको सकस के परिस्थितिले निम्त्याएको क्षणिक समस्या मात्र हो, वा यसको जरा अझ गहिरो छ? मतलब संवादहीनता, व्यक्तिगत टकराव र नबुझिएका इच्छाहरूको परिणाम हो? यो विचार गर्नुपर्ने कुरा हो।